राम्रो कस्तो राम्रो छ तल कति ठुलो ठुलो हाइवे छ माथि यति राम्रो गार्डन कस्तो राम्रो कति राम्रो ठाउँ छ कि ओहो यहाँ त आनन्द आउँछ यति राम्रो तल यस्तो हाइवे यति ठुलो होला अनि माथि यस्तो गार्डन पानी लगाएको रहेछ पछाडि म चाहिँ यहाँ एक्लै घुमिराखेको छु यति मजा आउँछ मलाई यो ठाउँमा आउँदाखेरि यस्तो दामी हो क्या यहाँ त भ्यू त दामी देखिन्छ यहाँबाट सौल टावर हो वहाँ छ मुखमा परेर कस्तो आँखा भयो घुम्न नि कस्तो हावा चलेर शीतल भइरहेको यहाँ ए यो रहेछ यहाँ कति फलेको छ यो छ नि हामीले के रहेछ यो भनेको त यहाँ यति धेरै फलेको रहेछ यो सौलिया ठ्याक्कै त्यहाँ सौलियाको यहाँबाट देखिन्छ क्या यहाँले जुम गर्न पर्दो रहेछ त्यस्तो अटो जस्तो गाडी पनि आउँदो रहेछ अन्त सल्लाहका बुट्टा कति खाने हो माथि सल्लाह पनि कति थरी हुँदो रहेछ यहाँ नाम लेखेको छ के फान्सोङ के भन्दै यस्तो छ यतातिर यहाँ के रहेछ कमलको फुल रहेछ र अघि के रहेछ थाहा पनि यहाँ ट्रेन स्टेसन छ यहाँ ट्रेन पनि आएको रहेछ हो ठ्याक्कै छुट्ने बेला भएको रहेछ क्या
ट्रेन स्टेसन यस्तो छ यहाँ घुम्नलाई एक्लै। बुढो चाहिँ ड्युटीमा हुनुहुन्छ, म चाहिँ एक्लै घुमिरहेको छु। सम्झेको छु है हजुरलाई पनि एक्लै घुम्दाखेरि। यताबाट आएको ट्रेन त्यो रातो ट्रेन हो, अनि ठ्याक्क यता निस्किन्छ। यहाँ कति सोलो चले जस्तो देखिन्छ। यहाँ स्टेसन छ नि त, अनि सौल स्टेसन। बाफ्रे खतरा देखिएछ, खतरा। त्यहाँ ट्रेन हिँडिरह, म यहाँ छु है। गइसक्यो त। सुरुमा कति डर लाग्थ्यो एक्लै एक्लै हिँड्न, अहिले चाहिँ बानी लागेर अब घुमिसकेर फर्कियो। यहाँ मैले भिडियो बनाउँदै हिँडेको देखेर दुईजनाले भिडियो बनाउँछ क्यामेरा कुन हो के हो भन्दै यहाँ सोधै गरेको थिएँ। अनि बनाउँदाखेरि लाज लाग्यो मलाई यिनीहरूको। अब फर्केँ म। अब घरतिर फर्किने। अझै 1-2 ठाउँ जान छ, 1-2 ठाउँ गएर आइसकेँ।